200 रुपैयाँमा तपाईले यस्तो ग्रेभीसँग खसीको मासुसँग भात खान पाउनुहुन्छ यो ठाउँमा जानुभयो भने। तरकारी पनि उस्तै क्वालिटीको उहाँहरूले ल्याउनु हुँदो रहेछ। मलाई सबै कुरा देखाउँदै हुनुहुन्थ्यो कि उहाँहरूले हामीले यो चाहिँ काउली भयो, यो चाहिँ चिकन भयो, चिकनलाई पनि डीप फ्राई गरिसकेपछि मात्रै उहाँहरूले चाहिँ यसलाई फेरि ग्रेभी बनाउनु हुँदो रहेछ कि। अनि यो चिकन मासु चाहिँ तपाईले चिकन खाना चाहिँ 150 रुपैयाँमा खान पाउनुहुन्छ। अनि खसीको मासु पाकेकै थिएन, अनि यो क्वालिटीको चाहिँ खसीको मासु ल्याउँछौँ भनेर उहाँले देखाउनु भयो। अनि अलिअलि चाहिँ काटकुट पनि मिलाउने अनि यसरी बनाउँछौँ भनेर उहाँले देखाउँदै हुनुहुन्थ्यो कि सबै कुरा मिक्स के, अलिकति बोसो होइन, अलिकति कलेजो सबै कुराहरू ल्याएर बनाउँछौँ भन्दै हुनुहुन्थ्यो। अनि धेरैजनाले चाहिँ मलाई यो ठाउँमा गइसकेपछि, मेरो भिडियो हेरेर गइसकेपछि के भन्दै हुनुहुन्थ्यो भने अलिकति फोहोर छ, अलिकति सफा गर्न पर्यो भन्दै हुनुहुन्थ्यो। अनि उहाँले भन्दै हुनुहुन्थ्यो दिनमा मेरो 500 जना खाना खान आउनुहुन्छ, अनि त्यति नै बेला मैले भुइँ पुस्न मिल्दैन नि त है भनेर भन्दै हुनुहुन्थ्यो। अनि के भन्दै हुनुहुन्थ्यो, मेरोमा बस्ने त्यस्तो लग्जरियस खालको होइन, सोफा छैन होइन, ल्याभिस खालको होटल होइन, मेरो त खाना खाने मान्छेहरू आउने हो, काम गर्ने मान्छेहरू आउने हो, काम गरेको भोको पेटहरू यो ठाउँमा आउने हो भनेर भन्दै हुनुहुन्थ्यो। दीपक लामा उहाँ दाई र भाउजू मिलेर चाहिँ यो होटल चलाइराख्नु भएको छ। शङ्खमुलनेर रहेको छ लोकेसन चाहिँ। अनि देख्न सक्नुहुन्छ म त यो ठाउँमा गएर खाना खान्छु, तर धेरैजनाले चाहिँ कति भिड लाग्दो रहेछ भनेर भन्नुहुन्थ्यो कि मलाई यो भिडियो हेरिसकेपछि। अनि मैले चाहिँ के भने उहाँहरूलाई भनेदेखि अब त्यस्तो खालको होटल होइन, यो चाहिँ खाना खाने नै ठाउँ हो, तपाईँ खाना खाने नै भनेर जाने ठाउँ हो होइन। यहाँ गएर सस्तो मस्तो खाना पेटभरि खाना पाइने ठाउँ हो भनेर भनेको कि मैले। अनि अर्को विशेष कुरा चाहिँ यो ठाउँमा गइसकेपछि तपाईँले खाना चाहिँ फाल्न पाउनुहुन्न क्या। खाना फाल्नुभयो भने जरिवाना तिर्नुपर्छ, भातको पैसाभन्दा धेरै। 200 रुपैयाँमा मटन खाना पाइन्छ, तर त्योभन्दा बढी चाहिँ तपाईँले जरिवाना तिर्नुपर्ने हुन्छ, भात फाल्न पाइँदैन। किनकि धेरै भात फाल्यो अरे कि योभन्दा अगाडि उहाँहरूले त्यो जरिवाना तिराउने सिस्टम आउनुभन्दा अगाडि चाहिँ धेरैजनाले खाना फाल्न थाल्यो अरे, खाना लोभ गरेर लिने अनि फाल्ने। त्यो खालको भइसकेपछि चाहिँ यो खालको नियम बनाएको भन्दैन चाहिँ। यो चाहिँ ग्रेभीको लागि तयारी गर्नुभएको कि टमाटर। अनि यस्तो मलाई चाहिँ उहाँ आफैले पकाएर देखाउनु भएको कि यसरी पकाउँछु म भनेर, मजाले खुर्सानीहरू हालेर होइन। टक्क परेको खालको खानेकुरा चाहिन्छ भने चाहिँ यो ठाउँमा जान सक्नुहुन्छ। प्राइस यहाँनिर देख्न सक्नुहुन्छ। 200मा तपाईँले मटन खाना पाउनुहुन्छ, माछा खाना 200 छ, पोर्क खाना 200 छ, चिकन खाना 150, बफ खाना 150, भेज खाना 100मा दिया खाना घर भनेर छ। शङ्खमुलको जुन टेम्पो पार्क गर्छ नि त्यहीँनिर तपाईँले देख्न सक्नुहुन्छ कि दिया खाना घर भनेर। एकपल्ट यो ठाउँमा जानु होला। फेरि उहाँ दाइको कुरै रसिलो छ है, अलिकति ठाडो सिधा बोल्नुहुन्छ। अनि धेरैजनाले चाहिँ त्यो दाइको कस्तो नमिठो बोली छ भन्नुहुन्छ, तर फेरि हामीसँग बोल्दाखेरि हाँसेर बोल्दाखेरि त हाँसेरै बोल्नुहुन्छ कि। तर मलाई चाहिँ यो ठाउँमा गएर चाहिँ मैले पोर्क खाना ट्राई गरेको छु धेरैचोटि। मलाई चाहिँ मिठो लाग्छ र मिठो पनि लाग्छ। अनि अर्को कुरा चाहिँ एकदमै धेरै भिड रस हुन्छ, धेरै मान्छेहरू आउँछन्। अनि भिडको बेला कहिलेकाहीँ मिठो बोल्न पाएन होला होइन, दाइहरूले अलिकति रुड बोल्नुहुन्छ भनेर भन्नुहुन्छ कि कतिजनाले चाहिँ। तर जे जस्तो भए पनि यो ठाउँमा चाहिँ खाना खानकै लागि मान्छेहरू जाने हो। यदि तपाईँ खानामा रुचि राख्नुहुन्छ होइन, ट्वाक्क परेको खाना, सस्तो मस्तो खाना चाहनुहुन्छ भनेदेखि चाहिँ तपाईँको लागि बेस्ट ठाउँ हो कि यो होइन। मलाई चाहिँ अलिकति सर म्याम हजुरलाई के चाहियो भनेर आएर होइन पानी सानी अगाडि पानीको ग्लासहरू राखिदिने त्यो खालको होटल होइन कि यो। बुझ्नुभयो हजुरहरूले? धेरैजनाले कमेन्ट गरिराख्नु भएको थियो नि त, त्यही भएर पनि भिडियो बनाएको। हुन त भिडियो पहिल्यै खिचेको हो मैले, मेरो यहाँ ग्यालरीमा भएको हुनाले फेरि पनि मैले राखेको है। किनभनेदेखि नेपालमा नै केही न केही बिजनेस गरिरहेकोहरूलाई चाहिँ सपोर्ट गर्नुपर्छ। चाहे त्यो अचार बनाइरहेको दिदीबहिनी किन नहोस्, चाहे त्यो घरबाटै सेल पोलिरहेको दिदीबहिनी किन नहोस्, चाहे यसरी होटल नै चलाएर बस्नुभएको दम्पति किन नहोस्, सबैजनाको भिडियो फ्रीमा बनाइदिने हो मैले चाहिँ। अनि खानाको पैसा
बक्कैदा तिरेर खाने हो है। मैले फ्रीमा काहीँ पनि खाँदिनँ। भिडियो बनाइदिन्छु भनेर फ्रीमा खानुपर्ने नौबत त्यो खालको दिन मलाई आइपरेको छैन। राम्रै कमाउँछु, राम्रै काम पनि गर्छु है। कहिलेकाहीँ जाँदाखेरि अब पहिलेदेखि यसो भिडियो सिडियो बनाउने काम गरेको हुनाले चाहिँ भिडियो पनि खिचिहालेको देख्न सक्नुहुन्छ। यस्तो दामी ग्रेभी बनाएको थियो यो है। यो ग्रेभीसँग भात खाएको कि मैले। दाइ मलाई यो ग्रेभीसँग भात दिनुहोस् त भनेपछि दीपक दाइले दिइहाल्नु भयो। अनि खाना खाइवरी फर्केँ म चाहिँ है। दामी नै छ, एकपल्ट जानु होला, ट्राई गर्नु होला। अनि यो मटन खाना त मिठो छँदैछ होइन। मलाई त यहाँको चाहिँ नि पोर्क खान मन पऱ्यो क्या सबैभन्दा बढी चाहिँ। कस्तो मिठोसँग बनाउनुहुन्छ उहाँहरूले। अनि उहाँहरूले चाहिँ यति सस्तो किन दिन सक्नुभएको अरे थाहा छ तपाईँहरूलाई? किनभनेदेखि उहाँ आफै पकाउने मान्छे हो। उहाँलाई कुकको लागि खर्च छैन। उहाँको श्रीमती आफैले काम गरिराख्नु भएको छ। त्यसको अलावा भाँडा धुनको लागि 2 जना राख्नुभएको छ। दिनको 500 जनाभन्दा बढीले खाना खानुहुन्छ कि यो ठाउँमा। 2 बोरा चामल पाक्छ, बुझ्नुभयो? त्यस्तो ठाउँ हो यो। एकपल्ट अवश्य पनि भिजिट गर्नुहोला दिया खानाघर है। भिडियो मन पर्यो भने चाहिँ सब्सक्राइब पनि गर्नु है च्यानल। किनभनेदेखि यस्तै नेपालमा के गरिरहेकोहरूको स्टोरीहरू बार बार हाल्नेछु। अनि तपाईँ पनि त्यस्तै नेपालमै बसेर केही न केही काम गरिराख्नु भएको छ भनेदेखि कन्ट्याक्ट गर्नु होला, तपाईँको पनि भिडियो बनाइदिन्छु। तर काठमाडौँ भ्यालीभित्र मात्रै है, बाहिर चाहिँ जान सक्दिनँ। तर धेरै भ्याली बाहिरको साथीहरूले चाहिँ मलाई बोलाइराख्नु भएको थियो, हाम्रोमा पनि आइदिनुहोस् न, भिडियो खिचिदिनुहोस् न भनेर। अफसोस अहिलेलाई चाहिँ भ्याली बाहिर जाने कुनै पनि त्यस्तो बनिसकेको छैन, माहौल बनिसकेको छैन मेरो तर्फबाट। खैर जे भए पनि इन्जोय गर्नु होला। यो ठाउँमा गएर खाना मस्तसँग खान सक्नुहुन्छ। थपी खाना मिल्छ, तर फाल्न पाइँदैन। फाल्यो भने जरिवाना लाग्छ है। दिया खानाघर।